सुनेर बस्नुहुने सम्पूर्ण श्रोता दर्शकमा स्वीकार्नुहोस् साहित्यिक अभिवादन। म आजैसम्म पढ्ने सदाको श्रृङ्खला चाहिँ आज पनि उपस्थित भइसकेको छु। साहित्य बाटिकाको आजको बसाइमा केही मुक्तक र गजल वाचन गर्न गइरहेको छु। मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। आजको पहिलो गजलतर्फ लाग्दैछु। फरक छ हामीमा विचारधारा फरक छ, फरक छ हामीमा विचारधारा फरक छ, फरक यति मात्र हो ढुङ्गा पत्थर सारा फरक छ। बहिरो छ सुन्दैन त्यो दुखी निमुखाहरूको, आश्वासन दिन्छ जान्छन् गर्ने कुरा फरक छ, फरक छ हामीमा विचारधारा फरक छ। दिवा सपना देख्नु कस्तो नियति भएछ, दिवा सपना देख्नु कस्तो नियति भएछ। भनेको कुरा भन्दा गरेको काम पुरा फरक छ, फरक छ हामीमा विचारधारा फरक छ। जाति धर्म आदर्शको कुरा गर्छन् व्यर्थै लाग्छ, जाति धर्म आदर्शको कुरा गर्छन् व्यर्थै लाग्छ। व्यक्ति पदपिच्छे आफ्नो अभिभारा फरक छ, फरक छ हामीमा विचारधारा फरक छ। आश्चर्य लाग्छ आँसुले नि मनको बाधा भत्काउँछ, आश्चर्य लाग्छ आँसुले नि मनको बाधा भत्काउँछ। प्रहार गर्छन् किसिम किसिमका छुरा फरक छ, फरक छ हामीमा विचारधारा फरक छ। गर्छन् अनि दान गर्छन् मानिसले, धर्मको कुरा गर्छन् अनि दान गर्छन् मानिसले। गरिबको खिल्ली उडाउँदै अपमान गर्छन् मानिसले, धर्मको कुरा गर्छन् अनि दान गर्छन् मानिसले। गरिबको खिल्ली उडाउँदै अपमान गर्छन् मानिसले। एक साग खान पेट भर्नको लागि त हो नि, एक साग खान पेट भर्नको लागि त हो नि। सेमिनार गोष्ठीमा सहभागी हुँदै मदपान गर्छन् मानिसले, धर्मको कुरा गर्छन् अनि दान गर्छन् मानिसले। गरिबको खिल्ली उडाउँदै अपमान गर्छ मानिसले। परिवर्तन गर्छु भनी देशमा खाता उडेर गए, परिवर्तन गर्छु भनी देशमा खाता उडेर गए। मुक्तिको आवाज उठाउँदै प्राण छोडेर गए, परिवर्तन गर्छु भनी देशमा खाता उडेर गए। यो राजनीति देशको बुझ्नै नसकिने भो, यो देशको राजनीति बुझ्नै नसकिने भो। कुर्सीको लडाइँको लागि बाचा तोडेर गए, परिवर्तन गर्छु भनी देशमा खाता उडेर गए। मुक्तिको आवाज उठाउँदै प्राण छोडेर गए। धन्यवाद।